ल साथीहरू फेरि पनि शुभ बिहानी गुड आफ्टरनुन शुभ दिन सबैजनाको दिन शुभ रहोस् भन्दै अहिलेको बसाइमा भने हाम्रो चाउमिन बनिसकेको छ है मेरो आफ्नै हातले। अब नेपालको जस्तो अर्ग्यानिक त हुँदैन, जस्तो बनाउन जानियो त्यस्तै टक्क लगाएर बनाएको छु र यो चाहिँ फुल एकदम भरिभराउ थियो, यो तावा भरिभराउ र हामी 4-5 जना साथीहरू बसेर मिलेर दाइभाइहरू खाएर पनि बचेको अनि लास्टमा मात्रै भिडियो यसो बनाउने सोच आएछ। त्यही भएर चाहिँ साथीहरूलाई पनि देखाइरहेको छु र सबै साथीहरू अगाएर गइसक्नु भयो। मलाई चाहिँ फेरि बनाउँदा बनाउँदै खाना मनै लागेन, त्यही भएर म चाहिँ पछि खान्छु होला भन्न चाहन्छु। साथीहरू सबैजना कता कताबाट हेर्दै हुनुहुन्छ मलाई र सबैजना आराम कुशल हुनुहुन्छ होला। राम्रै आरामताको कामना गर्दैछु र जति पनि गल्फकन्टी खाडी मुलुकमा बसिरहनु भएको छ साथीहरू, दुःख सुख दिनहरू गुजारा गर्दै हुनुहुन्छ होला र एकदमै गर्मी बढिरहेको छ। टेक केयर भन्न चाहन्छु, आफ्नो ख्याल गर्नु होला। गर्मीको मौसममा पानीहरू मस्तै पिउनु होला र दिनभरि गर्मीमा काम गरेर साँझीमा चिसो एसीमा पनि धेरै नसुत्नु होला। एकदम ख्याल गर्नु होला है भन्न चाहन्छु। गाह्रो छ परदेशमा साथीहरू, सबैजना आफ्नो ख्याल गर्नु होला भन्दै सबैजनालाई अहिलेको बसाइबाट बाई बाई भन्न चाहन्छु। हस्त नमस्ते।